विद्यालय चलाउनु भनेको सजिलो काम पक्कै होइन हैन त? दिनदिनै कति धेरै चुनौतीहरू, कति धेरै अस्तव्यस्तता। तर सोच्नुस् त, यदि यो सबै भद्रघोललाई एउटै सिस्टमले छर्लङ्ग बनाइदियो भने? हो, आज हामी यस्तै एउटा प्रोफेसनल म्यानेजमेन्ट सिस्टमको बारेमा कुरा गर्दैछौँ। के विद्यालयको दैनिक व्यवस्थापन एउटा कहिल्यै नसकिने सङ्घर्ष जस्तो लाग्छ? यदि तपाईँलाई पनि यस्तै लाग्छ भने ढुक्क हुनुहोस्, तपाईँ एक्लै हुनुहुन्न। यो एउटा एकदमै सामान्य समस्या हो र यसको एकदमै प्रभावकारी समाधान पनि छ। सोच्नुस् त, एकातिर अभिभावकका गुनासा र अपेक्षाहरू, अर्कोतिर शिक्षकहरू तयार छन् कि छैनन् भनेर हेर्नुपर्ने, अनि विद्यार्थीहरू कत्तिको इङ्गेज भइरहेका छन् त्यो पनि ट्र्याक गर्नु पर्यो। यति मात्रै होइन, प्रशासनिक कामको त कुरै नगरौँ। यी सबै कुराले विद्यालयको पर्फर्मेन्समा सिधै असर पार्छ। तर राम्रो कुरा के हो भने, सही सिस्टम भयो भने यी सबै टाउको दुखाइलाई मजाले समाधान गर्न सकिन्छ। ल, यति धेरै समस्याको कुरा गरिसकेपछि अब समाधानतिर लागौ है त। शैक्षिक व्यवस्थापनको क्षेत्रमा एउटा नाम चलेको र अनुभवी संस्था छ CTF नेपाल। उहाँहरूले यस्तै चुनौतीहरूलाई समाधान गर्न एउटा एकदमै बलियो सिस्टम बनाएको छ। यो हेर्नुहोस् त, CTF नेपालको कामको गुणस्तर यत्तिकै मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै प्रमाणित छ। यो ISO 9001-2015 सर्टिफिकेसनले के देखाउँछ भने उहाँहरूको सिस्टममा प्रोफेसनलिज्म र क्वालिटीको ग्यारेन्टी छ। यो भनेको विश्वासको कुरा हो। 17 वर्ष शिक्षा क्षेत्रमा 17 वर्षको अनुभव भनेको सानो कुरा होइन। यही लामो अनुभवले गर्दा नै CTF नेपालले विद्यालयका वास्तविक समस्याहरूलाई गहिराईमा बुझेको छ र त्यही बुझाइको आधारमा एउटा साँच्चीकै काम लाग्ने समाधान तयार पारेको छ। यो अनुभव नै उहाँहरूको सिस्टमको बलियो जग हो। यो सिस्टमको सबैभन्दा पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण हिस्सा हो कोअर्डिनेटर्स प्लान बुक, अर्थात् संयोजकको योजना पुस्तिका। यसलाई हामी संयोजकको कमान्ड सेन्टर पनि भन्न सक्छौं, किनभने विद्यालयको हरेक गतिविधि संयोजकको आँखा अगाडिबाट जान्छ र यो किताबले उहाँलाई त्यो सबै कुरामाथि पूरा कन्ट्रोल दिन्छ। यसको मुख्य उद्देश्य के हो भने छरिएर रहेका सबै योजना, ट्र्याकिङ र रिपोर्टिङलाई एउटै ठाउँमा ल्याएर व्यवस्थित गर्नु। यसले गर्दा संयोजकले सबै काम एउटै केन्द्रीकृत सिस्टमबाट सजिलैसँग गर्न सक्छन्। अब फाइल खोज्दै दौडिनु पर्दैन। अब हेरौँ यसको सबैभन्दा दमदार फिचर। यो हो डेली स्ट्याटस चेकलिस्ट। यो त संयोजकको लागि एउटा हतियार जस्तै हो, जसले हरेक दिनलाई व्यवस्थित बनाउँछ। यो चेकलिस्ट भएपछि कुनै पनि महत्त्वपूर्ण काम छुट्ने चान्सै हुँदैन। यो चेकलिस्टमा के हुन्छ त? हेर्नुहोस् त, अभिभावकका गुनासा र फिडब्याकलाई सिस्टमेटिकली ट्र्याक गर्ने र समाधान गर्ने, शिक्षकको प्लान र रिपोर्ट चेक गरेर सबै कक्षामा तयारी छ कि छैन भनेर सुनिश्चित गर्ने, कक्षा अवलोकन गरेर टिचिङ क्वालिटी हेर्ने, अनि चाहिने सामग्रीहरू छन् कि छैनन् त्यसको पनि व्यवस्थापन गर्ने। मतलब हरेक सानो ठूलो कुरालाई यो सिस्टमले समेट्छ। संयोजकको कुरा त भयो, अब शिक्षक र अभिभावकको पालो। अर्को दुईवटा महत्त्वपूर्ण पुस्तिकाहरू छन् जसले टिचर र पेरेन्ट्सलाई पनि यो सिस्टमको एकदमै महत्त्वपूर्ण हिस्सा बनाउँछ। शिक्षकको दैनिक योजना पुस्तिका। यसको उद्देश्य एकदमै सिधा र स्पष्ट छ। हरेक शिक्षक कक्षामा जानुअघि पूर्ण रूपमा तयार होस् र पढाउने हरेक पाठको एउटा निश्चित लक्ष्य होस्। अन्धाधुन्द पढाउने होइन, योजनाबद्ध तरिकाले पढाउने। यो हेर्नुहोस् त, कति सफा र सरल फर्म्याट छ। यस्तो फर्म्याटले शिक्षकहरूलाई आफ्नो दैनिक पाठहरूलाई व्यवस्थित गर्न एकदमै सजिलो बनाउँछ। यसले तयारीलाई झन्झट होइन, बरु शिक्षण प्रक्रियाको एउटा रमाइलो र महत्त्वपूर्ण हिस्सा बनाइदिन्छ। यसमा के कुरा हुन्छ त? पाठको शीर्षक, पेज नम्बर, आज क्लासवर्क के दिने, होमवर्क के दिने, कुनै प्रोजेक्ट वा एक्टिभिटी छ कि, यी सबै कुराहरू लेख्नुपर्छ। अनि सबैभन्दा महत्त्वपूर्ण, अन्तिममा शिक्षकको हस्ताक्षर। यसले जवाफदेहिता बढाउँछ। अब कुरा गरौँ अभिभावकको प्रतिक्रिया पुस्तिकाको। यसले के गर्छ भने अभिभावक र विद्यालय बीचको संवादलाई एउटा प्रोफेसनल र व्यवस्थित तरिका दिन्छ। अब गुनासाहरू मुखले यताउता लगाउने होइन, सिस्टमबाटै समाधान हुन्छ। यसमा 20 भन्दा बढी त पहिले नै तोकिएका विषयहरू छन्। यसको फाइदा के हो भने अभिभावकले आफ्नो कुरा कसरी राख्ने भनेर सोच्नै पर्दैन। उहाँहरूले आफ्नो सरोकारलाई सिधै स्पष्ट रूपमा राख्न सक्नुहुन्छ। यसले कम्युनिकेसनलाई एकदमै सजिलो र इफेक्टिभ बनाउँछ। जस्तै
बच्चाको स्वास्थ्य सम्बन्धी कुरा होस् वा होमवर्क र पढ्ने सामग्रीबारे, शिक्षक वा स्टाफको व्यवहारबारे केही भन्नु परेमा, गाडीको समस्या होस् वा कुनै सुधारको लागि सुझाव दिनु परेमा, अब अभिभावकले सिधै र सिस्टमेटिक तरिकाले आफ्नो कुरा राख्न सक्नुहुन्छ अनि स्कुलले पनि तुरुन्तै एक्सन लिन सक्छ। अब पालो आयो यो सिस्टमको चौथो र अन्तिम पुस्तिकाको क्लासरूम लगबुक। यो चाहिँ हरेक क्लासरूमको लागि एउटा सेन्ट्रल रेकर्ड जस्तै हो। यसको उद्देश्य एकदमै सरल तर शक्तिशाली छ। त्यो हो कक्षा कोठामा दिनभरि हुने हरेक सानो ठूलो कुराको दैनिक रेकर्ड राख्नु। एक किसिमले भन्नुपर्दा यो क्लासरूमको ऐना हो। यो हेर्नुस् त, यो लगबुकको मुख्य पृष्ठ। यसले क्लास टिचर र कोअर्डिनेटरलाई एकै नजरमा दिनभरि कक्षामा के भयो भन्ने पूरा सारांश दिन्छ। अब के भएको थियो भनेर खोजिरहनु पर्ने झन्झटै भएन। यसले क्लासरूमको 360 डिग्री भ्यू नै दिन्छ। को विद्यार्थी आएनन् त्यो रेकर्ड हुन्छ। विद्यार्थीले केही राम्रो काम गरे भने त्यो पनि लेखिन्छ। केही कमजोरीहरू छन् भने त्यो पनि पहिचान हुन्छ। अनि कुनै विशेष समस्या देखियो भने त्यसलाई पनि डकुमेन्ट गरिन्छ। यसको मतलब अब कुनै पनि कुरा म्यानेजमेन्टको नजरबाट छुट्दैन। ल, अहिलेसम्म हामीले यी 4वटा अलग-अलग लगबुकहरूको बारेमा कुरा गर्यौं। तर यिनीहरूको असली शक्ति चाहिँ यिनीहरू छुट्टा-छुट्टै हुँदा होइन, सँगै मिलेर काम गर्दा देखिन्छ। आउनुहोस् हेरौं कसरी यिनीहरू मिलेर एउटा शक्तिशाली र पारदर्शी इकोसिस्टम बनाउँछन्। यो सूचनाको प्रवाह हेर्नुस् त कति राम्रो छ। पहिलो चरणमा शिक्षकले पाठ योजना बनाउँछन्। दोस्रोमा कक्षाक्रम लगबुकले दैनिक प्रगति ट्र्याक गर्छ। त्यसपछि तेस्रो चरणमा संयोजकले यी सबै गतिविधिहरूको समीक्षा गर्छन् र चौथो चरणमा अभिभावकले व्यवस्थित रूपमा आफ्नो प्रतिक्रिया दिन्छन्। यो एउटा यस्तो चक्र हो जसले जवाबदेहिताको एउटा बलियो र नटुट्ने सिस्टम बनाउँछ। त्यसो भए अन्त्यमा फाइदा के त? फाइदाहरू धेरै छन्। यसले एउटा प्रोफेसनल र पारदर्शी म्यानेजमेन्ट सिस्टम स्थापना गर्छ। शिक्षक, अभिभावक, प्रशासन सबैलाई जवाबदेही बनाउँछ। सबै बीचको सञ्चार सुधार्छ। निरन्तर योजना र निगरानीले गर्दा शैक्षिक गुणस्तर बढ्छ। र सबैभन्दा ठूलो कुरा, यसले तपाईको स्कुलको एउटा बलियो र प्रतिष्ठित ब्रान्ड बनाउन मद्दत गर्छ। अब एउटा अन्तिम तर एकदमै महत्त्वपूर्ण प्रश्न, के तपाईको विद्यालयको व्यवस्थापन प्रणाली शिक्षाको भविष्यको लागि तयार छ? के हामी पुरानै तरिकामा अल्झिरहने कि एउटा यस्तो सिस्टम अपनाउने जसले हाम्रो विद्यालयलाई भविष्यको लागि तयार पार्छ? यो सिस्टमले त्यही तयारीको लागि एउटा स्पष्ट र शक्तिशाली बाटो देखाउँछ।